माई च्यानल। म नेपाल इन्टरनेसनल एयरपोर्टमा छु र हजुरहरूलाई म थाइल्यान्ड जाँदै गरेको जानकारी गराउन चाहन्छु र तपाईँहरूलाई पनि म थाइल्यान्डमा घुमाउन लाँदैछु। आउनुहोस्, थाइल्यान्ड कस्तो छ तपाईँहरूले हेर्नुहुनेछ। पासमा त बोर्डिङ पास बाहिर निकालिदिनुहोस् है। पासमा त बोर्डिङ पास थाइल्यान्ड आइपुग्यो। अब थाइल्यान्डमा हामी अब हिँड्दैछौँ। हेलो हेलो, Yes, dear sir. हाउ आर यु? I'm good. कस्तो लाग्यो तपाईँको ट्राभलिङ? कस्तो छ? राम्रै छ सबै। राम्रो थियो होइन? अघि प्लेनमा राम्रो थियो? सेफ ल्यान्डिङ, वाउ। एकदम सेफ ल्यान्डिङ भयो। अनि अहिले कहाँ हुनुहुन्छ पो? अहिले हामी यो सुवर्ण इन्टरनेसनल एयरपोर्टमा यस, ब्याङ्ककमा, ब्याङ्ककमा छ। थाइल्यान्ड देशमा थाइल्यान्डमा। ब्याङ्ककमा छ। साउदी खाप भन्ने देशमा चाँडै अब कतै पनि पुग्छौँ। साउदी खाप। साउदी खाप। कस्तो भयो त यात्रा? वाउ। कस्तो हल्ला है त है कस्तो डर लाग्यो क्या लास्टमा त्यो ल्यान्डिङ गर्दा। Safe drive, guys. See you in Pattaya. ततैया हुन्छ ट्याक्सीहरू पनि धेरै हो। बाइकहरू पनि धेरै हो। थाइल्यान्डको एयरपोर्टमा आइपुगेछौँ हामी र एकदमै राम्रो दृश्यहरू रहेछ। रात परिसकेको छ तर पनि म देखाउन चाहन्छु है अलिकति केही कुराहरू। प्लेनहरू यति धेरै हेलो, थाइल्यान्ड एकदम राम्रो रहेछ है, एकदमै राम्रो लाग्यो। अनि एयरपोर्ट एकदम राम्रो छ।
त्यो भन्दा पनि everybody vlogger Ashish sir also vlogger अनि आशिष सर के छ हालखबर कस्तो लागिरहेछ अहिले यहाँ कहाँ जानु भएको अहिले पट्टाया तलतिरबाट चाहिँ गाडीहरू जान्छ यताबाट घुमाउँदो रहेछ नि त त्यही ल्यायो फेरि त्यही लामो रहेछ है त्यही त छैन रहेछ बाई बाई त्यही त त्यही पो ल्याउँछ हिँड्यो अगाडि एकछिन मिल्थ्यो त नि यत्रो भनेको अलि सक्दैन म त यो अलिक भारी भएर मात्रै हो होटल त्यही हो त हाम्रो यही हो हामी असक्त भयो त्यही भएर तिनीहरू आएर चाहिँ दिन चढेको होइन यस्तो नि त यस्तो नि त दिउँसो कस्तो गर्मी हुन्छ है त्यति हिँड्दाखेरि कस्तो हुन्छ दिउँसो त लास्टै त्यही भएर हो त एकछिन घाममा पर्छ मात्रै देखेको टाउको मलाई 2000 ल्याउँदा बेङ्गलोर जस्तो यस्तै एकदम हरियाली मेरो कति नम्बर हो 60-20
प्रकारको जानकारी गराउँदछौँ। हरेक सिक्का पेटिरहेको छ। यसलाई बाँध्न पेटीको अन्तिम भागलाई यस पकडमा छिराइ राख्नुपर्छ।